आदरणीय जन समुदाय, मेरा दीदी दाजू भाई दीदी बहनी संपूर्णलाई मेरो श्याम सुंदर आलोक बानिया सोमई बानिया को तरफबाट नमस्कार, हरे कृष्ण। म हाल काठमाडौँमा बस्दा आइरहेको छु र मेरो जन्मथलो लुम्बिनी रूपन्देहीमा हो। दुःखको कुरा, देशमा अहिले संकटको अवस्था छ। सुनसरीमा भएको घटना निन्दनीय छ र यसमा राष्ट्रलाई नै असफल गराउने केही तत्त्वहरू लागिरहेका छन्। धार्मिक द्वन्द्व गराएर देशमा अशान्ति मचाउने जो कोही देशका प्रेमी हुन सक्दैनन्, राष्ट्रको हितमा काम गर्न सक्दैनन्। अहिलेको अवस्थामा सुनसरीका केही स्थानीयहरूको मृत्यु भएको छ। त्यो मृत्युमा ज्यान गुमाएका सनातनी वीर योद्धाहरूलाई मेरो तर्फबाट, हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली र उहाँहरूको आत्मा भगवान गोविन्दको चरणमा विश्राम पाओस् भनी म भगवानसँग प्रार्थना गर्छु। अहिले विभिन्न किसिमको जुन घटनाहरू, धार्मिक द्वन्द्वहरू गराइएको छ, त्यो वास्तवमा निन्दनीय छ र यसमा नेपाली जनताको, नेपाली नागरिकको मृत्यु भएको छ। शोक सन्तप्त परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति दिउन् भन्ने मेरो प्रार्थना छ। हाम्रो देश पशुपतिनाथको देश, जहाँको आराध्य देव स्वयं महादेव हुनुहुन्छ। यो महादेवको देशमा राष्ट्रलाई नै असफल बनाउने जुन रणनीतिहरू अपनाइरहेका छन्, त्यसको म घोर विरोध गर्छु र यो घटना, मृत्यु हुने प्रति जुन घटना भयो, त्यो घटना निन्दनीय छ। यस्तो घटना दोहोरिन दिनु हुँदैन। यसमा नेपाल सरकारले विशेष छानबिन टोली बनाओस् र सम्पूर्ण दोषीहरूलाई कारवाहीको कठघराभित्र उभ्याइयोस्। हामी सम्पूर्ण जनताको यो न चाहना छ। हाम्रो प्रिय प्रधानमन्त्री बालेन जीको राष्ट्रको नाममा सम्बोधन सराहनीय छ। उहाँले गरेको सम्बोधन जुन मैथिली भाषामा पनि गर्नुभयो, अवश्य त्यो हाम्रो तराईवासीहरू जो चाहिँ यो साउन महिनामा विशेष किसिमको पूजा आजा हुन्छ, विशेष किसिमको नगर परिक्रमा हुन्छ, विशेष किसिमको शिवको भजन हुन्छ। यो यस्तो महिना, पवित्र महिनामा हाम्रो सनातनीहरूमाथि जुन किसिमको घटना भएको छ, त्यसमा घोर निन्दा गर्छौं। अवश्य सरकारले छिटोभन्दा छिटो कडा कदम चालिनेछ र मृतक परिवारलाई भेटेर केही न केही राहत दिनेछ भनेर मलाई विश्वास लागेको छ। वास्तवमा अहिलेको 2/3 बहुमत भएको सरकार, बालेन सरकार, जसमा चाहिँ रवि दाईको ठूलो भूमिका छ। रविजी नेता हुन् भने बालेन एउटा देशको सेवक हुन्। दुईजनाको आत्मीयता सौहार्दपूर्ण छ। उहाँहरू मिलेर देश बनाउनुहुन्छ भन्ने विश्वास छ। अब यसमा केही खराब मानसिकता बोकेका, देशलाई, राष्ट्रलाई असफल बनाउनेतिर
लागेका छन् त्यसमा हामी सचेत हुनुपर्छ। र रह्यो सवाल केही रोहिङ्ग्या वा मुस्लिमहरू हाम्रो देशमा आएर वितण्डा मचाएका छन् भन्ने पनि छ, त्यसको पनि सरकारले निगरानी गर्नुपर्छ। त्यस्तो हो भने तिनीलाई समाउनुपर्छ र देशमा सुख शान्ति अमन चयनको वातावरण बनाउनुपर्छ। यो सरकारको दायित्व हो। सरकारले कुनै पनि घटनाबाट पन्छिन पाउँदैन र पन्छिन हुन्न पनि। सरकारको दायित्व हो नेपाली नागरिकको सुरक्षा गर्नुपर्छ, उहाँहरूलाई सेवा गर्नुपर्छ, उहाँहरूको हरेक संकटको घडीमा सरकार उभिनुपर्छ भनेर सरकारले विशेष जिम्मेवारी लिनुपर्छ। र सरकारले यस्तो घटना अब नदोहोरियोस् भनेर विभिन्न किसिमको कडाभन्दा कडा टिमलाई खडा गरेर देशमा सुरक्षा बढाउनुपर्छ। र जुन हामी सबै नेपालमा सबै धर्मका मानिसहरू मिलेर बसेका छौं, देश शान्त भएको थियो र यो धार्मिक द्वन्द्व गराएर देशमा अशान्ति मचाउनेहरूको आराध्य देव भगवान पशुपतिनाथले जरूर उपचार गर्नुहुन्छ। स्मरण रहोस्, नेपाल सनातनी वीरहरूको देश हो। नेपालको रक्षा स्वयं पशुपतिनाथले गर्नुहुन्छ। देशको यो कलियुग हो। कलियुगमा यस्तो घटनाहरू भइरहेकै छ, विश्वमा नै भइरहेको छ। त्यसैले यो नेपाल एउटा देवभूमि हो, सनातन भूमि हो। यहाँका जनता पवित्र मानसिकताका छन्। हामी सेवाको भावमा छौं। हाम्रो देशलाई कसैले विखण्डन गर्ने, देशलाई कमजोर बनाउने, देशको जनतालाई दमन गर्ने हाम्रो आराध्य देवले सहन गर्न सक्दैनन्। त्यसैले सचेत हुनुहोस्। पशुपतिनाथको देशमा कुनै किसिमको अशान्ति मचाउनु भनेको दुर्दशा ल्याउनु हो। त्यसैले अब हाम्रो देशमा सरकारको विशेष सुरक्षा होस्। यो सावन महिनामा भएको धार्मिक द्वन्द्व घोर आपत्तिजनक छ। हे गोविन्द, हे पशुपतिनाथ, राष्ट्रको रक्षा गर्नुहोस्। जय नेपाल। हरे कृष्ण, हरे राम, जय श्री राम।